आन्टीहरू टिकटकमा चाहिँ अलिकति राम्रो काम गर्ने अनि घरको पनि काम गर्ने अर्को आन्टी टिकटक स्टार हो त्यहाँ हुनुहुन्छ अनि यहाँ पनि हाम्रो टिकटक स्टार भनौँ न कस्तो लाग्दैछ तपाईँलाई यस्तो काम गरेर एकदम खुसी लागिरहेछ गाउँघरको काम गरेर एकदम खुसी लाग्यो दिदी साथी आधी खाइसक्यो होइन केटाहरू चाहिँ खाँदैछ यहाँ होइन मेन चढ्ने भन्ने यही हो माथि हेलो एन्ड नमस्ते गाइज सन्जय हुनुहुन्छ होला म अनि सन्जय सोमा ब्याक आइसक्यो फेरि अनि तपाईँहरू सोच्दै हुनुहुन्छ होला होइन यो केटा कता गयो के गयो हराएछ होला अनि यो भ्लगर त कस्तो भ्लगर रहेछ भनेर सोच्दै हुनुहुन्छ होला होइन अनि मेरो जति पनि युट्युब फ्यामिली मतलब सब्सक्राइबरहरू हुनुहुन्थ्यो अनि मलाई म्यासेज पनि गर्दै हुनुहुन्थ्यो होला त्यसले ब्लग छोडेको यताउति ब्लग त आउनै छोडेछ यताउति भन्नु क्या होइन अनि म चाहिँ यति दिन कसरी युट्युबमा हराएँ कसरी के भयो होइन किन आएन भ्लग सोचिराख्नु भएको छ होला अनि अलिअलि गोरो गोरो देखिँदैछ होला होइन केही छैन फ्याम होइन गोरो गोरो त देखिहाल्छ किनकि आइफोनबाट भ्लग हाल्दैछु नि त आज त्यसैले होइन म तपाईँलाई सबै डिटेल्स बताउँदैछु हेर्दै जानु होला अलिकति राम्रोसँग अब तपाईँलाई फोन अगाडि आएर देखाउँछु राम्रोसँग कस्तो छ के कस्तो छ सब बताउँछु म तपाईँलाई अब फ्यामिली अलिकति गोरो गोरो पनि देखिँदैछ होला होइन अलिकति टल्किँदैछ पनि होला कस्तो के आउँदैछ मलाई चाहिँ केही थाहा छैन होइन अब म चाहिँ सुरु गर्नेवाला छु भनौँ न अब यो झ्याल खोलौँ न अलिकति गोरो देखिन्छ कि होइन झ्याल खोलिदिउँ न झन् त बवाल देखियो अझै होइन म सुरुदेखि सुनाउँछु ल किन मैले भ्लग बनाउनु छोडेको के भएर के नभएर म सुनाउँदैछु सुन्नु होला स्किप नगर्नु होला यो भाषण मात्रै हान्छ केही गर्दैन यताउति सोचिराख्नु भएको छ होला होइन सुन्नु है म सबैलाई राम्रोसँग सुनाउँछु अनि म के भएर भ्लग नहालेको फ्यामिली म बिचमा भ्लग बनाउँदै जाँदै थिएँ अनि 2-3 महिना ग्याप भयो होला मैले भ्लग नहालेको होइन हेर्नु सक्नुहुन्छ त्यहाँ होइन 2 महिना भयो भ्लग नहालेको मैले अनि किन नबनाएको भन्दाखेरि यो टपिकलाई म सुरु गर्दैछु किन नबनाएको भन्दाखेरि फ्यामिलीमा बनाउँदै थिएँ रेगुलर भिडियो हाल्दै थिएँ राम्रैसँग हाल्दै थिएँ भिडियो बनाउँदै थिएँ अब जस्तो हुँदा पनि क्वालिटी राम्रो हुँदा पनि नराम्रो हुँदा पनि मान्छे कालो हुँदा पनि गोरो हुँदा पनि जे मैले एउटा आफ्नो जे कला छ त्यही कला देखाएर अलिकति देखाउँदैछु अब मनपर्नेहरूलाई कति मनपर्छ कति हँसाउनु खोजेको होइन अब मान्छेहरूले के भन्छ थाहा छ मान्छेहरू त अब जे पनि भन्छ होइन तर पनि टचर अलिकति कसैलाई माथि लेभलसम्म हेर्न नसक्ने क्या अब मेरो यही अब हेरौँ न अब कति दुःख कति के गरेर मैले 1K सब्सक्राइब पाएँ होइन त्यही खुसी त्यसमै मान्छेहरू जलेर अलिकति के भन्छ मलाई यसलाई त अलिकति अगाडि बढ्नु दिनु हुँदैन होइन मभन्दा धेरै सब्सक्राइबर हुन थालेछ भन्छ क्या मान्छेले होइन त्यसकै खुसीमा अब मान्छेले के पोलाउँछ तेरो त क्यामेरा राम्रो छैन अरे यहाँ त्यहाँ राम्रो छैन अरे यो राम्रो छैन अरे त्यो राम्रो छैन अरे त राम्रो कन्टेन्ट बनाउँदिनस् अरे बाबा म राम्रो कन्टेन्ट बनाउँदिनँ भने मेरो सब्सक्राइबर यतिसित किन ग्रो हुन थाल्यो त कसरी भयो के भन्न थाल्यो तेरो क्यामेरा राम्रो छैन भाइ तिम्रो भिडियो क्वालिटी पनि राम्रो छैन अलिकति के भन्न थाल्यो अनि मैले पनि आफ्नो अब कति नसर अब जबसम्म आइफोन किन्दैन तबसम्म म भिडियो नि बनाउँदिनँ सोचेँ अब आइफोन किन्नु छ अनि मात्रै भिडियो बनाउँछु सोच्न थालेँ मैले होइन अनि 2 महिना चाहिँ मैले भनौँ न काम गरेँ गरेर अहिले आइफोन 10X भनौँ त्यही लिएको छु दुःख सुख गरेर पैसा लिएँ अनि अलिकति आइफोन 10X किन्ने बित्तिकै अनि आइफोन 10X किनेर अहिले भ्लग अब चाहिँ स्टार्ट गर्दैछु अब कारणले म चाहिँ युट्युबमा यत्रो दिन आउन नसकेको होइन अनि हाम्रो साथी पनि भनौँ आइसकेछ लङ टाइम पछि फेरि हामी एक जमाना थियो कस्तो भनौँ मुरैको चटपटी लिएर यताउति पुच्का च्यालेन्ज अनि टुप्पेन च्यालेन्ज गरिरहेको थियौँ होइन यो साथी पनि थियो अनि के भन्नु मान्छेले हेर्न सकेन होइन अब क्वालिटी राम्रो भएन यताउति भनेर उनीहरूको लागि पनि म चाहिँ फेरि राम्रै क्वालिटी होइन मेहनत गरेर राम्रै पैसा अलिकति कमाएर आइफोन X होइन साथी आइफोन XS सब मैले कुरा खोलिदिइसकेँ अब अलिकति रमाइलो मात्रै गरौँ अब यसरी भाषण मात्रै गर्दा तपाईँलाई पनि अल्छी लाग्छ हामीलाई पनि अल्छी लाग्छ हो क्या न भन्नु त साथी त्यसैले हो होइन
तिनीहरूको लागि चाहिँ मैले यही सन्देश भनौँ न यही सुझाव दिइसकेँ। अनि तपाईँहरू पनि फ्यामिली हेरिराख्नु कसरी सपोर्ट गर्नु हुँदै थियो पहिला त्यसरी नै सपोर्ट गर्नु। अब चाहिँ 1-2 दिनको ग्यापमा हुनेछ भ्लग जहिले पनि आउँछ 1-2 दिनको ग्याप टाइम निकालेर। अनि त्यस पछाडि जहिले पनि भ्लग आउनु सक्छ। अनि हाम्रो बसन्ती पनि हरायो जस्तै लाग्दै थियो होला तपाईँहरूलाई होइन। अनि यो यति किन बाख्रा छ भन्नु सोचिराख्नु भएको छ होला होइन। यो सब पैसा हो क्या गाई, यो सब पैसा हो ठुलोमा, यो सब पैसा हो क्या। यो खसी भनौँ न पाठा कि बोका यताउति भन्यो नि त्यही सब पैसा हो क्या, सब पैसै हो है। अनि बसन्ती चाहिँ हाम्रो साथीले स्टार्ट गर्दैछ। अनि बसन्तीको चाहिँ अलिकति भनौँ न के बिग्रेको छ भन्दाखेरि अलिकति धेरै दिन पानीमा पनि अलिकति पऱ्यो होइन। अब हिलोमा निकाल्दाखेरि के हुन्छ यो पछाडिको छैन क्या होइन, नम्बर प्लेट छैन, सब पछाडि लाग्छ क्या, यस्तोमा सब पछाडि लाग्छ, त्यसैले मात्रै ननिकालेको। अनि गाडी पनि अलिकति धेरै दिन भयो नि ननिकालेको मैले। अब स्टार्ट हान्दा अलिकति स्टार्ट पनि हुँदैन, प्रब्लम आउँछ यताउति, एकचोटि ग्यारेज लानै पर्छ अनि मात्रै बाइक स्टार्ट हुन्छ। बसन्ती भनौँ न यस्तो खालको बसन्ती पनि होइन, केही छैन बिस्तारी सब हुन्छ। अनि आज कस्तो आउँदैछ के आउँदैछ के गरेको कस्तो आउँदैछ होइन, बोल्न पनि लाइक भनौँ न बिर्सिसक्यो होला जस्तै लाग्दैछ मलाई होइन। अब आफै आत्तिँदैछु। अनि त्यही हो फ्याम। अनि भनौँ न सब पैसा हो क्या यिनीहरू, सब पैसा हो यिनीहरू। अनि कस्तो आउँदैछ के आउँदैछ मलाई केही थाहा छैन। अब अलिकति रमाइलो गरौँ जस्तै छ। अब बाइक स्टार्ट गर्दैछ साथीले भनौँ न, साथी बाइक त स्टार्ट हुँदैन बसन्ती जस्तै छ हुँदैन साथी। धेरै दिन भयो नि त यो बसेको, अलिकति भनौँ त्यस्तै हो क्या, अलिकति पानीमा भिज्यो यताउति भिज्यो त्यसैले मात्रै हो, अझ स्टार्ट भइहाल्थ्यो बसन्ती। त्यही फ्याम हेरिराख्नु। अब चाहिँ कहाँ गइन्छ के गरिन्छ। हाम्रो अर्को साथी भनौँ न पङ्क कस्तो दामी छ पङ्क साथी भनौँ न, हाम्रो मेन लिडर हाम्रो साथी सौरभ। अनि हामी चाहिँ 3 जना निस्क्यौँ। अब रमाइलो अलिकति गरिदिउँ। साथी भोला चाहिँ खानु हुँदैन तर पनि तिमीलाई म उदाहरण मात्रै दिन्छु भोलाको होइन। भोलाले यो सब बिगार्छ अलिकति हो क्या भन्नु त, भोलाले बिगार्छ कि बिगार्दैन होइन। सल्लाह त हामी चाहिँ स्टुडेन्ट हो होइन, स्टुडेन्ट हो, अलिकति आमाले भोला सल्लाह चाहिँ खानु हुँदैन, स्टुडेन्ट हो त्यसैले हो। दादुलाई नमस्कार दादु। त्यही त लास्ट यो हुलुक्कै बढेको हेर्नु न कत्रो हुन थालेछ यो। खोइ त खुट्टा ढोक्न भाइ, खुट्टा ढोक्नै पो त हो। तपाईँ त गाउँमा देखा पर्न छोड्नु भयो त। अब म बगानतिर छु नि। अहिले बगानतिर त्यो कलेज छैन, कलेजमै काम गर्छ नि त अङ्कल हो क्या हुनु त, बिजनेसम्यान त जस्तै कहाँ हो तँलाई यत्रो देख्दै थियो त मलाई। पहिला त स्कुल पढ्छु कि पढ्दैन त म कुर्छु है तेरो बाउलाई भन्छु म। अलिकति राम्रो सल्लाह दिनु न, त्यसैले भनिरहेको छु म। पढाइ चाहिँ छोड्नु भएन होइन, यस्तो चुरोट चाहिँ यताउति होइन नि होइन। चुरोट भोला मात्रै सिर्फ भोला, बुझिस् नि, भोला मात्रै हो। तर उता त फेरि भाइ डेन्जर हो भाइ। भोला खा चुरोट यताउति नखा, गाजा नखा, स्कुल पढ, अरू जस्तै अब अनि विदेश जा, घर बना राम्रो गरी। हो राम्रो सल्लाह दिनु। म आएको छ, म भन्दैछु त अब जग्गा छँदैछ किन डराएको त। झन् उसको मम्मीको कुरा गर्दैन हाल्यो। तेरो मम्मी कहाँ छ? पोर्चुगलमा छ नि। पोर्चुगल कहाँ हो? रोनाल्डो सु विदेश उहिले उडेको नि यस काममा त। अनि 4 वर्ष हो नि। उहिले उडेको नि त्यस काममा पनि त देख्दैन खाता। हाम्रो पैसा त के गर्यो के दिएन। ला विदेशमा छ यस काममा कसरी दिन्छ तपाईँलाई पैसा? नि दिइहाल्छ यस काममा फेरि 1 नम्बर इमान्दार हो नि यस काममा त। फोन गरिहाल्छु नि। त्यही हो फ्याम, हेरिराख्नु होला। अनि यो अङ्कललाई चाहिँ चिन्नै छोड्नु भयो होला, हाम्रो फर्स्ट टाइम भ्लगमा आउँदैछ। हाम्रै गाउँको अलिकति छिमेकी फेमस मान्छे भनौँ न होइन। राम्रै बोलीचाली राम्रै हो, सानोलाई अलिकति सरसल्लाह दिने, राम्रोसँग गर्ने हो क्या भन्नु त, राम्रो गर्ने। अनि धेरै दिन पछाडि हेर्नु होला तर एकदम राम्रो मान्छे हो। हामी स्कुल पढ्छौँ त, छुट्टीमा बसिरहेको छौँ हामी अहिले।
छुट्टीमा बसिरहेको छौँ क्या 1-2 दिन त्यसैले एउटा विद्यार्थी पढेर आइसक्यो हाम्रो भनौँ न होइन स्टुडेन्ट खोइ हाई गर्दैन ब्लगमा खोइ त गरेको स्टुडेन्ट अनि त्यो फ्याम अब के रमाइलो गरिन्छ होइन अब अलिकति चोर पाराले अलिकति गर्ने त परेको लिची खानु मन लागेको छ अब माग्दा त दिँदैन होला अब चुड्न जानुपर्छ नि केटाहरू रेडी छस् नि अनि यो पैसाहरूलाई चाहिँ अब एक्लै छोडेर जाऊँ किन जाऊँ हुँदैछ क्या त्यसैले हो पैसाहरू हरायो भने पैसाहरू छ नि त कतिजना अब अलिकति कुकुरले खायो भने अलिकति हाम्रो डन भन्नु न यहाँबाडीको अनि त्यही हो कुकुरले खायो भने मलाई त हायो भन्दै लाइक सब्सक्राइब हो अनि पैसाहरूलाई कुकुरले खायो भने अब मलाई पनि त घरमा बास हुँदैन होला नि त त्यसैले हो यसको लागि मान्छे रुङ्दै आउँदैछ अनि जानुपर्छ त्यो फ्याम हेरिराख्नु होला अझै रमाइलो गर्नेछु होइन साथी जय नेपाल पैसा हेर्ने मान्छे चाहिँ आइसक्यो पैसा खाली हटाउन स्कुल गएर आइगयो यसको म हालिदिन्छु तेरो बाउलाई देखाउँछु लेसिबिर द हेर्नु केटाहरू अब अलिकति राम्रै गर्नुपर्छ अलिक कता रमाइलो कता तपाईँलाई पनि अब यति भाषण दिँदाखेरि त राम्रो मजा आउने छैन किनभने होइन भाषण मात्रै कति दिनु दुनी भन् त हो क्या साथी भाषण मात्रै दिएर हुँदैन अलिकति केही गरेर देखाउनुपर्छ अलिकति त्यो फ्याम हेरिराख्नु होला हामी चाहिँ अहिले सल्लाह गर्छौँ अनि मात्रै भेट्छौँ तपाईँहरूसँग एकैचोटि हामी चाहिँ मिसनतिर लाग्दैछौँ भनौँ न मिसनतिर नगर साथी अनि मिसनतिर भन्दाखेरि के मिसन सोचिराख्नु होला हाम्रो लिची भनौँ न हाम्रो खोला मेमाडीको खोला भनौँ न हाम्रो केटाले फेरि 17 नम्बरको जर्सी लगाएको छ होइन अब के कस्तो हो होइन खेलाडी नै भनौँ न पहिलाको अब अहिलेको त खेलाडी होइन होला कि पहिलाको चाहिँ खेलाडी हो तर मेरो हिँडाइ चाहिँ कस्तो छ साथी हिँडाइ चाहिँ कस्तो छ हिँडाइ बबाल त दिएर हो ओए अनि त्यो फ्याम हामी चाहिँ अहिले कहाँ जाँदैछौँ सोचिराख्नु भएको छ होला होइन सब हाम्रो गाउँ हो क्या भनौँ न सब खोला यस्तो बब्बाल जुत्ताहरू पाउँछ नि यस्तो छ भिजिट गर्नु होला है हाम्रो यस्तो छ है होइन अहिले चाहिँ जाँदैछौँ हामी अनि हामीले चाहिँ भनौँ न हिजो यति सब छुट्याएर फ्याँकेको थियौँ भनौँ न सागर दाई सन्जय हाम्रो भनौँ न हिरो अनि हिजो चाहिँ हामीले यति खाएर फ्याँकेको थियौँ होइन केटा होइन अनि आज चाहिँ भनौँ जाँदैछौँ फेरि जेठु दुनी बिहान गएर म कुरा मिलाउँछु पहिला होइन त केही नबोल्नु होइन मैले हिजो होइन गाई जोड्दा गरेर मकैबारी सब छरिदिएको थिएँ लिची ए मिसन चाहिँ त्यहाँ हो हाम्रो हो देखौँ न 1-2वटा मात्रै छ भनौँ न यो रुखमा होइन अब सिद्धिसक्यो 1-2वटा मात्रै छ लिची खोइ यार 1-2वटा मात्रै छ त्यो पनि छोड्ने अब त्यही हो फ्याम हेरिराख्नु होला मकैबारी हिजो सब होइन हिजो सब तराम भन तराम मकैबारी तराम त्यही हो फ्याम हेर्दै जानु होला अझै रमाइलो गर्नेछु हामी ब्लगमा टिकटक स्टार भनौँ न टिकटक स्टार म्याबाडीको वडा नम्बर 7 को टिकटक स्टार अर्को आन्टी टिका के हो थापा टिका थापा यतिको देखिँदैछ टिका थापा आन्टी टिकटक स्टार म चाहिँ फाइनली भेटिसकेँ होइन अनि 2-3वटा शब्द मेरो भ्लगमा पनि भनिदिनुहुन्छ अरे देखिँदैछ नि केटाहरू होइन अनि अनि हाम्रो टिकटक स्टार मिसले केही 2-3वटा शब्द मेरो भ्लगमा भनिदिनुहुन्छ कसरी टिकटकमा ग्रो हुन थाल्नु भएको थियो कसरी धेरै लाइक आएको थियो त्यसैले हो भन्नु 2-3वटा शब्द यस्तै त गर्नुहुन्छ तपाईँ सो फ्याम अनि हामी चाहिँ अहिले आइसकेको छौँ त्यहाँ एकछिन पसलमा पनि रमाइलो गर्दै यताउति गर्दा होइन अनि अलिकति सेटिङहरू पनि मिलाउनु पर्छ नि त छेउछाउको छिमेकीहरूको अलिकति सेटिङ पनि मिलाउनु पर्छ होइन सेटिङ मिलाउनु पर्छ नि त अलिकति नगराओस् होइन जसको ल लिची बारी हो त्यसले त्यो साउनीलाई चाहिँ सोधेको छैनौँ अरू आन्टीले छिमेकी मान्छेलाई चाहिँ सोध्यौँ हामीले होइन आफन्तलाई
अनि जुन आन्टीलाई मैले अघि भर्खर देखाएँ नि त्यो आन्टीलाई पियर अनि पियर नाच्दैन एकचोटि डान्स रिपी म रिपी साथी ल हाम्रो चाहिँ लिची टार्गेट भनेको यही हो यही वरिपरि हो अनि अलिकति फकाएँ आन्टीलाई साथी स्ट्रबेरी जस्तै सेम फ्याम सेम अनि साथी तिमी पनि चढ्छौ ए म फेरि तल अब फेरि एउटा हातले के गर्नु हुन्छ क्या एउटा हात मात्रै बचेको हुन्छ नि त्यसैले हो साथी यस्तोमा हाँगामा नअट्क्योस् ल हाँगामा नअट्क्योस् हेमन्तले हिजो त्यस्तो गर्दै थियो हाँगामा अट्काएर फेरि आमा के गरिदिन्छ हो साथी राम्रोसँग है लड्दाखेरि कलम माल खोइ साथी होइन फेरि यस्तै यहाँ गर्छ हेर न यहाँ देखाउ न यहाँ चाहिँ है माल अनि त्यही हो फ्याम हेर्छ साथीलाई बिर्सिन्छ क्या मान्छेले यस्तैको अब मैले नि मिलाएको हो मलाई नि साथीलाई बिर्सिन्छ क्या यस्तै गर्छ ओ साथी ओइ झुप्पा झाड न झुप्पा ल पक म खोल्छु ल यो भेष ल साथी होइन साथी भेष खोलेर राम्रोसँग राखौँ न होइन राम्रोसँग राखौँ न पक्नै फ्याम अलिकति अप्ठ्यारो होला अनि होइन लुची छडिन्छ क्या टाउती वरिपरि छडिन्छ अब यो भेष हुँदाखेरि त होइन छडिँदैन नि त के साथी कुन अब तिमी यस्तै गर्छौ अब एउटालाई त्यस्तो विश्वास गर्दैन तिमी हराउँछ क्या यहाँ हेर न ओ लिची जपाइँदैन झन् न बक्नै फ्याम होइन अलिकति अब यो यहाँ ओछ्याम न यहाँ ओछ्याइदिँदा होइन साथी नघुम्न त्यो छिटो जान्न अब यतिको ओछ्याउँदा अब मिसन कम्प्लिट हुन्छ नि यसको सब भर्ने हो क्या अनि त्यस पछाडि हुन्छ सबै यस्तो त माछा चाहिँ मान्छे पनि हेर्नु पर्यो नि त हो साथी छिटो तिम्रो एकदम भोपाल स्याम एकदम भोपाल मान्छे आउँछ के लाग्यो ओ आयो दिशा दिदी आउनु भयो म भाग्दैछु ओ साथी तिमी के गर्दैछ माथि यो मान्छे त बसेको भयो त ला अनि फ्याम मेरो लुक साझेको कस्तो ओ जहाँ पाइँदैन जान हो छ्या लास यो मान्छे जोर हाम्रो मिसन चाहिँ आज यति मात्रै भएको छ क्या मिसन ओ साथी तिमी झुप्पा झार न उता घर हो मिसन मात्रै भयो साथी तिमी छ्या साथी झुप्पा झार न तिमी राख न यति मिसन चाहिँ यति मात्रै हुँदैछ है अहिले साथी छिटो गर न छ्या तिमी लास्ट मान्छे खत्तम रहेछ हौ यो मान्छेले बेकार चराएको छ हावा धुरी चल्दैछ नि हावाहुरी राम्रोसँग कस्तो बबाल भ्यू छ हेर्नु एकचोटि ला नाङ्गै बसेको छु है ओ झुप्पा झार्न हौ माले हेलो तल स्ट्रबेरी तिनवटा झार्नुहोस् तल आउँदा साथी बराल्ने आमा आउँछ होला यार मान्छे बिना छोड्दैछु नि यार हातहरू काम्दैछ मेरो त यार के भएको यस्तो साथी कस्तो हुँदैछ फिल बवाल हुँदैछ
खोइ त ऊ यार यो फ्याम लास्ट मान्छे कराइदिएछ नि खोइ कहाँ गयो ओइ जा त सौरभ एउटा कहिले भेला गरिराख्ने यसरी आयो माल आयो हो यसरी नि झुप्पा बाढीतिर जान बरु म यो साथ दिँदैछु ल माल यति मात्रै भएको छैन नि ए साथ दिन फ्याँक न तिमी याद पुग्यो लिचीको पार्टी गरिदिउँ भनेको यति मात्रै भएछ आज तनावमा चल मान्छे त आएको छैन नि यार डर पो त लाग्दैछ ए साथी तिमी गोजीमा हाल्छौ यार त्यहाँ ओइ माले बिस्तारी है भाइ ए माले खोइ त झारेको तैँले ओए ओए ए एक दुईवटा मात्रै भ्याक्छ अरे अन्त अनि सन्जय अन्त हाम्रो चाहिँ ऊ टिकटक स्टार भन्नु न हौ टिकटक स्टार खोइ त यार माले साथी तिमी यस्तै गर्छौ क्या कता कता झार्छौ खोइ ओइ ओइ कहाँ झारो साथीलाई म खुवाइदिन्छ ल साथी कस्तो करङ्गी भएको छ यार यो होइन माले के गर्दैछ जोरो साथी तँ के गर्दैछ हेर न त्यहाँ माथि कोही के हो बासले झट्टाउँदैछ त्यहाँ हेर्नु न बासले झट्टाउँदैछ कोही त उफ रे चिलाउँदैछ रे जे रे उता मैले झार्दै थिएँ त कता उतापट्टि कता उतापट्टि कता झारिस रे चिला यार यता खेतबारीमा चाहिँ झार्न हौ हेर त यताको झुप्पै छ उफ रे पुरा चिलाउँदैछ रे अब खा भन्छ तैँले कता झार्दैछस् रे त रे साथीहरूले कता झार्दैछ भन न यसलाई सुतिरहेको ए यति मात्रै झार्दैन थ्यात तिनवटा गरेर कहिले भेला हुन्छ यार थ्यात हावा एक त जिउ यस्तो चिलाउँदैछ यार साथी यस्तो नाटक नगर नि तिमी यार राम्रो खुवाइदिएको थियो लामा रास्तो खायो ओइ माले साथी के गर्दैछौ तिमी छिटो गर न हौ आन्टी एकछिन बन्द गरेर यहाँ आइस माथि त हो यसरी झान्न ठ्याक्कै टाउकोमा ल ओ साथी नखाउने है गयो यसले सिधाइसक्यो लिची हेरे मलाई नभन्ने ठुला ठुला मेरा लिची यार मेरो यार के गरेको यार सब जिउ चिला यार गाइस खानेको चक्करमा लड्नु भइसक्यो मेरो लास्ट जिउ चिला यार लास्ट जिउ चिला यार त्यो फ्याम यो माले हेर्नु न यहाँ बसिरहेको छ नि
सौरभ साथी चाहिँ चरो अब चाहिँ चरो धेरै बाबा यसरी 2-3वटा झारेर कहिलेदेखि काम पुग्छ र ठाउँमा झार्के ठाउँमा कता टिपिसके ए कहाँ झार्छ ए मुलाहरू एउटा ठाउँमा फ्याँक न होइन कहाँ झार्छ यतै खोइ फ्याँक कसम जिन्दगी धराप छ अहिले एकछिनतिर भेटौँला गाइज होइन हेर्दै जानु अहिले एकछिनतिर भेटौँला के कस्तो हुन्छ कति टिप्छु हेर्दै जानु टिकटक स्टार आन्टीहरू टिकटकमा चाहिँ अलिकति राम्रो काम गर्ने अनि घरको पनि काम गर्ने अर्को आन्टी टिकटक स्टार हो त्यहाँ हुनुहुन्छ अनि यहाँ पनि हाम्रो टिकटक स्टार भनौँ न कस्तो लाग्दैछ तपाईँलाई यस्तो काम गरेर एकदम खुसी लागिरहेछ गाउँघरको काम गर्न एकदम खुसी लागिरहेछ हाम्रो लिची भन्नु केही होइन भइसक्यो यस्तै लगाउँछ क्या क्यामेरा अब क्यामेरा आउँदा भ्लगमा आउँदा केही हुँदैन त भाइको भ्लगमा आउँदा केही हुँदैन होइन प्रिन्सिका बिनी त्यही त हाम्रो प्यारो आन्टी टिका आन्टी अनि अन्जु आन्टी लास्ट प्यारो अनि हाम्रो केटाहरू चाहिँ त्यहाँ हेर्नु हाम्रो अन्जु आन्टी चाहिँ एकदम बबाल टिकटक पनि म नत्र तपाईँलाई हेराइदिन्छु टिकटक पनि कस्तो गीतमा अरे यस्तो हो चुनेरिया खालको छैन त्यो अलिकति डान्स हान्दैन बबाल हो त्यस्तै गीतमा क्या बबाल बनाइदिनु आन्टी चाहिँ लुक्स पनि हेर्नु सक्नुहुन्छ यस्तो छ है स्माइल दिन थोरै ओ आइज गडाएर अब खानुपर्छ आइज मजाले टोकेर हेर्नु त अन्जु आन्टी भयो कता छ यता अगाडि हो यहाँ छ क्या जुका छ र यहाँ दुःखा त मलाई पनि डर लाग्छ यार आन्टी हाम्रो त्यो फ्याम हेरिराख्नु होला अझै रमाइलो गर्नेछु होइन अनि खोइ केटाहरू त अझै माथि नै छ रुखमा खोइ केटाहरू अब जानुपर्छ घरतिर नुहाउनुपर्छ अब होइन टिका आन्टी हाम्रो टिकटक स्टार दुईजना यस्तो छ टिकटक स्टारको छोरी टिकटक स्टारहरू मिसन भनेकै आधी खाइसक्यो होइन केटाहरू चाहिँ खाँदैछ यहाँ होइन मेन चढ्ने यही भने यही हो माथि रुखमा पनि केटाहरू फेरि यति चढेर यति यो गरेछ नि यति आधी गोजीमा हाल्छ आधी खाइदिन्छ आधी के गरिदिन्छ अनि यो भेसकोले एक भेस भएको थियो मतलब एक गाडी होइन भएको थियो होइन एक डिगिस भनौँ न अनि आधी चाहिँ आन्टीहरूलाई दिउँ यहाँको आन्टीहरू छिमेकी पर्छ नि त अनि चोरेको पनि अलिकति थाहा नपाओस् भनेर होइन केटा अनि सजिलो पनि भयो अलिकति यहाँ चाहिँ लिची केटाहरू बसेर हेर्नु दामी छ दामी तर कोही कुहिएको हुँदो रहेछ क्या होइन साथी होइन मेरो त भागमा कुहिएकै छ क्या सबै अनि त्यही हो फ्याम होइन रमाइलो त हामी यस्तै गऱ्यौँ अब रमाइलो भन्दा पनि अब यस्तै भयो ब्लग चाहिँ होइन के भन्छ भने भनिहाल दुई तिनवटा शब्द एकदम लिची चोर्न मजा आयो होइन अरू त बाँकी कुरा दुनी सल्लाह भन्नु सबै रोग ठिक छ हाम्रो एसएनएल ब्लग्सलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला यो भिडियो छरछिमेकलाई एसएनएल ब्लग्सलाई सपोर्ट गरिदिनु होला यतिको सपोर्ट चाहिँ मान्छे चाहिन्छ होइन त्यही पनि बनिसक्यो गरिदिनु होला सबै आफ्टर गरिदिइहाल्दिनु मेरो फ्यामिली बुझ्ने टाइपको छ क्या होइन अनि यति दिनदेखि ब्लग किन आएन अगाडि भन्थ्यो कि फेरि म दोहोऱ्याउनु चाहदिनँ बाडी अब भनौँ न लिची खाँदैछु तपाईँहरू पनि अब लिची पर्दा चाहिँ टेन्सन हुन्छ काटेको सेट छ होइन अब तपाईँहरूलाई लिची त दिनु मन थियो तर के गर्नु यहीँबाट खानु अब के गर्नु होइन लिची त अब दिनु होइन जानुहोस् खानुहोस् होइन अनि दामी रहेछ लिची चाहिँ
अनि अरू त भन्नु त धेरै थोक थियो अरू भ्लगमा पनि भन्दै जाउँला होइन एउटै भ्लगमा चाहिँ धेरै नबोलौँ त्यही हो फ्याम राम्रो राम्रो कन्टेन्ट आउँछ अब चाहिँ राम्रो कन्टेन्टहरू आउँछ आइफोन आइसक्नु त हातमा अब राम्रो कन्टेन्ट त बनाउनु पर्यो अनि त्यही हो फ्याम कस्तो देखिँदैछ कस्तो के देखिँदैछ होला नरिसाइकन हेरिदिनु लाइक सब्सक्राइब गरिदिनु होइन त्यही होइन अनि त्यही हो फ्याम हेरिराख्नु होला भ्लग अझै रमाइलो आउँदैछ जय नेपाल जय शिव जय सिम्बो सिम्बो होइन शम्भु जय नेपाल म चाहिँ अहिले घर आइसकेँ होइन अनि हाम्रो साथीहरू चाहिँ सबजना गइसक्यो घर अनि त्यो रुखमा गयो कि रुखमा गयौँ होइन गएर आम्मामा यहाँ हेरौँ न यस्तोमा चिलाएर अब नुहाउनु छ तपाईँलाई अलविदा भनिसकेर अलविदा भनेर अनि नुहाउनु छ नुहाएर अनि फ्रेस हुनु छ खानासाना खानु छ लुची खाएर जिब्रो नै तितो भइसक्यो लुची त बाहिरबाट हेर्दा मिठो होइन तर भित्रबाट हेर्दा पनि मिठो क्या अब बाहिरबाट कस्तो रातो भित्रबाट कस्तो दामी तर किरा लागेको अनि त्यही हो फ्याम आजको भ्लग यति धेरै नबोलौँ अनि केही भन्न चाहदिनँ के कस्तो देख्यो एकु नराखिदिनु होला मेरो बडीलाई अनि त्यही हो फ्याम आजको भ्लग यति नै रमाइलो लाग्यो होला फर्स्ट भ्लग अलिकति नरमाइलो भयो अरू भ्लगहरू चाहिँ बब्बाल आउनु छ हेरिराख्नु होला अनि त्यही हो फ्याम अहिलेसम्म जतिजना लाइक सब्सक्राइब गर्नुभएको छ लाइक सब्सक्राइब गरिदिनु अनि जतिजना फ्यामिली हुनुहुन्छ सबले सेयर हानिदिनु अनि अबदेखि चाहिँ जहिले पनि भ्लग आउनेछ हाम्रो राम्रोसँग एक दुई दिनको ग्याप भएर भ्लग आउनेछ अनि हेर्दै जानु होला रमाइलो गर्नुपर्छ राम्रो रमाइलो गर्नुपर्छ बस्नुपर्छ त्यही हो अब नेक्स्ट डे भेटौँ बाई बाई लाइक सब्सक्राइब गरिदिनु